मुनाको भ्यू आउँदैछ अहिले। पार्ट 2 त बनाउनु पर्छ। राम्ररी बनाइदेऊ ल हड्डी बेगरको पिस मजाको बनाउनु तब त तिम्रो दोकानमा सबै आउँछ गाँठ गर्छु। मजाले पिस बनाइदेऊ है कान्छा। बोल न यहाँ भिडियो खिच्दैछ। भ्यू आउनु पर्यो, सब्सक्राइब गरिदिनु पर्छ। टक्क पिस बनाउने सबै गाइसहरू सबै माछा लिनु मुन्नाको दोकानमा आउनु है। कुन मसला कति हाल्नु पर्ने सब भनिदिइराख्नु नि। मसलाहरू नि यहीँ पाउँछ अरे। यही होइन हौ हाल्नु पर्ने त्यो भनिदिइराख्नु। मसलाहरू हाल्नु पर्दैन, एकदम पानी मात्रै हालेर नुन मात्रै हाल्यो भने एकदम दामी हुन्छ। मुन्नाले राखेको माछामा चाहिँ अरूले राखेको माछामा चाहिँ मरमसला हाल्दा नि मिठै हुँदैन। अब बिस्तारै गर है ल। पेटी चिर्देऊ बा, मजाले पिस बनाइदेऊ तब त लिन आउँछन् गाइसहरू। माछा खानु आउनु, मासु नखानु माछा खानु। माछामा तागत हुन्छ। खसीको मासुमा प्रेसर सुगर बढ्छ, माछामा आइरन शक्ति बढ्छ। कसो मुन्ना? टक्क बनाइदियो है हाम्रो भतिजले। टक्क पैसा यहाँको जिउँदो माछा निकालेको जिउँदै पाउँछ यहाँ माछा।